हेलो साथीहरु, नमस्ते, जय मसी, गुड मर्निङ हजुर सम्पूर्णलाई। फेरि पनि आज चाहिँ हामी माथि लाग्छ। आज हाम्रो काम देखिरहेको छ, हेर बोल न। गुड मर्निङ। आज फेरि हामी उकालो पर्यो, पसिनाको धारा भइसक्यो। पसिना चाहिँ यहाँ डरै लाग्दो भइसक्यो। यहाँ हेर्नु, मेरो साथी हेर्नु, यहाँ पसिनाले यस्तो भइसक्यो। बिहानै हिँड्नुपर्छ। आज हामी 7 बजे हिँडेको, 7 बजे हिँडेको। अब पुग्नु आँटेको छ, माथि छ मेलो चाहिँ। के गर्नु, जानु पर्यो है। जानु पर्यो, के गर्नु अब, हाम्रो कामै यस्तो हो, ड्युटी यही हो हाम्रो। ल साथी, हामी त जाँदै गर्छौँ है। आइपुग्यो साथी हो। अब चाहिँ हाम्रो खाजा राख्ने ठाउँमा, टाउवामा टाउवा आइपुग्यो। टाउवा यो चाहिँ हामीले अहिले त्यहाँनिर गएर चाहिँ टिप्नुपर्छ। यो हो हाम्रो मेलो। डल्लै छ मेलो। यो चाहिँ धान खेती। झुन्डाउ खाजा राख्न आफ्नो अब। पसिनाको धारा। अब यसले कस्तो हावा फ्याँक्यो। छेउबाटै गएर है साथी हो। काम गर्नु त आयो। यो पत्तीको हालत त्यस्तो रहेछ, छैन के। उयो गुटका तिम्रो आरू चाहिँ अहिले खान्छ। पत्ती कति रहेछ साथी भनिदेऊ। 4 किलो कहिले बनाउनु है। साथीहरु, घाँसको हालत त यस्तो भएको छ, खोइ एउटै छैन मुन्टा। के टिप्नु भेट्दैन त, माथि माथि छ। सुइरो एउटा पनि छैन, खोइ के टिप्नु होला है। अब खोज्दा खोज्दा भयो। 2 पात सुइरो कहाँ हरायो, छैन। यो हेरिहाल्नुहोस्, छैन। के टिप्नु अब हामीले। यस्तो भएको छ है हाम्रो कमान। बसमा चढेर टोकरी चाहिँ कहाँ राख्नु। कहाँ जाने रे। म बिहानै आरू खाएको। गुल्ले छ नि त है हामी। ल टोकरी चाहिँ यहाँ राख्नु न त, त्यसै घुमी घुमी आउनु। ल ल यहाँ हेर्नुहोस् है साथी हो, यस्तो दामी छ पत्ती मसिनो। ऊ हाम्रो दिदी पानीवाला दिदी आइपुग्यो। आजकल त हाम्रो म त पानी स्प्राइटहरु बनाएर दिन्छु, स्प्राइटहरु हैन। आजकलको कोक हेरिहाल्नु यस्तो खालको कोक है, अलैँची मिसेको कोक। मिसेको कोकहरु हो। ल हामीलाई बाडिहाल्नु अब। अल्छिनी छ यहाँ बसी हेरिहाल्नु। यो गाइसहरु अल्छिनी। अल्छिनी त कामै गर्दैन, चिया मात्रै भन्छ खाली माजा। हाम्रो पानीवाला गाइस त एकदम जागरी ल है। गाइसहरुलाई पानी पत्ती टिपेकोले वाक्कै भइसक्यो नि त। पानीवाला साराको चिया दिएर केटी हो। एउटा साथीलाई निन्द्रा लाग्यो रे। अल्छिनी गाइसहरु हिजो पुरा गल्यो नि त हामी। अहिले पछि भाडीकिन त घप्टेको हिजो पत्तीको लागि कस्तो लु च्याम उचाल्नु अल्छी लाग्यो रे। त्यो ठुलो बटलको चिया उचाल्नु अल्छी लाग्यो रे हो। अर्को गाइसहरु आइपुगेछ चिया खानु। यहाँ हेर न अलैँची सट्टै घाँटीमा बस्यो भने चाहिँ खाउ खाउ पस्दैन। आफूले हिजो अलैँची ल्याएन अन्त अलैँची भएको भनेको म त यसमा हालेर खान्छु। कत्रो बदलमा ल्याएको त चिया है। हिलको चिन्डो उदैन उभो साथमा टिपेर जानु भनेको ए बाटो। अब भइहाल्यो त ऋतु कम टिप्नु भएछ नि। अरूहरूले टिप्दै गर्छ होला है, खै पानीहरू। पानीको भरेर कस्तो दामी बनाउँछ सही टास्लाएर यो यो मजाको बनाएको छ है।